हेलो साथीहरू नमस्ते सम्पूर्ण युट्युब फ्यामिलीहरूमा हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाका साथ म पनि एकदम ठिकठाक छु भन्नुपर्छ। अनि हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई मिस यु एन्ड सबैजना सन्चै आरामै होला भन्ने आशाका साथ म आज म चाहिँ त इन्डिया लद्दाखतिर छु साथीहरू। अब एकदमै आज सिजन लागिसकेको छ, चैत जेठ लागिसक्यो, तर पनि एकदमै जाडो छ नि। यहाँ त के भएको छ एकदमै जाडोको कारणले हेर्नुहोस् न, एकदम कुहिरी मण्डल लागेको छ। एकदमै सिजन लागेर हरियो परियो सम्पूर्ण भइरहेको छ है, गाउँघर जस्तै। घर चाहिँ यस्तो देखिरहेको छ कि यस्तो छ यहाँतिर गाउँ, एकदम यस्तो हुनेछ है साथीहरू। केही छैन, परदेशीको जिन्दगी यस्तै हो, दुःख सुख घरि के घरि कता भइ नै रहन्छ है साथीहरू। हामी चाहिँ यो इन्डियाको लद्दाख भन्ने ठाउँको निमु भन्ने जग्गामा छौँ साथीहरू। हेर्न सक्नुहुनेछ यस्तो छ। इन्डियामा घरहरू चाहिँ यस्तो हुँदो रहेछ। यो इँटाको बनाउँदो रहेछ, खासमा यसलाई भनिँदो रहेछ डङ्का। यसलाई चाहिँ त्यसो साथीहरू, घर यस्तो हुन्छ। हामी बस्ने घरहरू चाहिँ नेपाली बस्ने घरहरू चाहिँ यस्तो हुँदो रहेछ होइन। लद्दाखीहरू बस्ने त एकदमै स्ट्यान्डर्ड ढ्याङ्गे प्लास्टर गरेको हुन्छ होइन, एकदमै दामी दामी। भन्दै साथीहरू थोरै मौसमको बारेमा मैले बताइहालेँ, र देख्न पनि सक्नुहुनेछ यस्तो अवस्थामा छ है साथीहरू। हेर्दै गर्नुहोला, छोटो मिठो, धेरै लामो त ल्याउन सकिनँ, छोटो मिठो हेरिदिनु होला भन्दै लाइक कमेन्ट सब्सक्राइब प्लिज हजुरहरू सबैलाई माया एन्ड मिस यु भन्दै म छुटिन चाहन्छु। सबैले लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला है त।